अमेरिकामा अमेरिकन जनता र अमेरिकन प्रशासनले जुन किसिमले भिक्षुहरूको साथ सपोर्ट गरिरहेको छ, भव्य हिसाबले उनीहरूलाई स्वागत गरेर खानपानको व्यवस्थाहरू मिलाएका छन्। त्यसरी नै के नेपालमा पनि भिक्षुहरूको बौद्ध धर्मको शान्ति सन्देशलाई फैलाउनको लागि नेपाली जनता, नेपालको सरकार, प्रशासन के यसरी साथ सपोर्ट गर्न सक्छ त? यसरी साथ सपोर्ट गरियो भने नेपाल र नेपालीको नाम पनि विश्व सामु फैलिनेछ। नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न पनि सहयोग पुग्नेछ। नेपालमा बुद्ध जन्मेको हुनाले सम्पूर्ण नेपालीहरूको कर्तव्य पनि हो कि बुद्धको शान्ति सन्देशलाई विश्वभर पुर्याउने र बुद्धको शान्ति, बुद्धको नीति नियम र अनुशासन अनुसार नै देश सञ्चालन हुनुपर्ने हो। तर त्यस्तो भएको छैन। बुद्धको फोटो नेपाली करेन्सीमा नै राख्नुपर्छ र बुद्धको फोटो पासपोर्टमा पनि राख्नुपर्छ। यो थाहा होस् कि कुनै पनि व्यक्ति नेपालबाट बाहिर जान्छ भनेपछि बुद्धको देशबाट आएको भनेर मान सम्मान पाओस् र बुद्धको मान सम्मान पनि रहोस्।